आज हामी धर्मशास्त्र बाइबलको एउटा यस्तो खण्डमा मनन गर्दैछौँ जसले इतिहासका कयौं निराश मनहरूलाई आशा दिएको छ। यशायाह 41 अध्यायको 10 देखि 13 पद। यो केवल शब्द मात्र होइनन्, यो त सृष्टिकर्ताले आफ्ना छोराछोरीलाई सङ्कटको समयमा दिनुभएको एउटा बलियो प्रतिज्ञा हो। 1 डरको अन्त्य र ईश्वरीय उपस्थिति। पद 10 नडरा, किनभने म तँसित छु, निराश नहो, किनभने म तेरा परमेश्वर हुँ। यहाँ परमेश्वरले दुईवटा कुरा भन्नुभएको छ, नडरा र निराश नहो। हाम्रो जीवनमा जब समस्या आउँछ हामी भविष्यलाई हेरेर डराउँछौँ र वर्तमानलाई हेरेर निराश हुन्छौँ। तर परमेश्वर भन्नुहुन्छ, म तँसित छु। विचार गर्नुहोस्, जसले आकाश र पृथ्वी बनाउनु भयो उहाँ नै तपाईँको साथमा हुनुहुन्छ भने तपाईँ किन डराउने? उहाँले भन्नुहुन्छ, म तँलाई बलियो पार्नेछु। जब हामी मानसिक वा आत्मिक रूपमा कमजोर महसुस गर्छौँ उहाँले आफ्नो शक्ति हाम्रो कमजोरीमा खन्याउनुहुन्छ। उहाँको धार्मिकताको दाहिने हातले हामीलाई समात्ने प्रतिज्ञा गर्नुभएको छ। दाहिने हात शक्तिको प्रतीक हो। यसको अर्थ हो तपाईँ ढल्न लाग्दा उहाँले आफ्नो सामर्थ्यले तपाईँलाई थाम्नुहुनेछ। 2 शत्रुहरू र बाधाहरूको पराजय। पद 11 देखि 12। धेरै पटक हामीलाई लाग्छ कि समस्याहरूले हामीलाई सिद्ध्याउनेछन्, तर पद 11 र 12 ले एउटा अचम्मको चित्र प्रस्तुत गर्दछ। परमेश्वर भन्नुहुन्छ कि तपाईँका विरुद्धमा खडा हुनेहरू, तपाईँलाई अपमान गर्नेहरू वा तपाईँसँग लड्नेहरू शून्य जस्तै हुनेछन्। बाइबलले भन्छ, तपाईँले तिनीहरूलाई खोज्नुहुनेछ तर भेट्नुहुने छैन। यसको गहिरो अर्थ यो हो कि जुन समस्याले आज तपाईँलाई सुत्न दिएको छैन, भोलि परमेश्वरले त्यसलाई तपाईँको जीवनबाट यसरी हटाउनुहुनेछ कि त्यसको अस्तित्व नै रहने छैन। तपाईँले विजय प्राप्त गर्नुहुनेछ, तर आफ्नो बलले होइन, परमेश्वरको न्यायले। 3 व्यक्तिगत सम्बन्ध। हात थाम्ने परमेश्वर। पद 13 किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो दाहिने हात समात्छ। यो पद यो खण्डको सबैभन्दा हृदयस्पर्शी भाग हो। यहाँ परमेश्वर टाढा बस्ने शासक मात्र होइन, तर एक प्रेमी बुबा जस्तो देखिनुहुन्छ। कल्पना गर्नुहोस्, एउटा सानो बच्चा ठुलो भिडमा हराउन लाग्दा उसको बुबाले उसको हात दह्रो गरी समात्छ। बच्चा डराउन छोड्छ किनभने उसलाई थाहा छ बुबाले हात समात्नु भएको छ। परमेश्वर भन्नुहुन्छ, नडरा, म तँलाई सहायता गर्नेछु। उहाँले हाम्रो हात समातेर भन्नुहुन्छ कि बाटो जतिसुकै कठिन भए पनि म तँलाई गन्तव्यसम्म पुर्याउनेछु। हाम्रो विश्वास डगमगाउन सक्छ, तर हामीलाई समात्ने उहाँको हात कहिल्यै डगमगाउँदैन। निष्कर्ष, कन्क्लुजन। निष्कर्षमा यशायाह 41 10 देखि 13 ले हामीलाई तीनवटा कुराको ग्यारेन्टी दिन्छ। 7 प्रेजेन्स, शक्ति, पावर र सुरक्षा, प्रोटेक्सन। यदि तपाईँ आज कुनै पनि किसिमको डर, चिन्ता वा विरोधमा हुनुहुन्छ भने यो वचनलाई आफ्नो हृदयमा राख्नुहोस्। तपाईँ एक्लो हुनुहुन्न, तपाईँको हात ब्रह्माण्डको मालिकले थाम्नु भएको छ। परमेश्वरले यो वचनद्वारा तपाईँलाई आशिष दिनुभएको होस्। आमेन।